हेलो साथीहरू, आजबाट हामीहरूले एकाउन्टिङ सँगसँगै एक्सल अथवा भनौँ एक्सल सँगसँगै एकाउन्टिङ सिक्नेछौँ। एकाउन्टिङ भन्ने बित्तिकै डेबिट र क्रेडिटको कुरा आइहाल्छ। धेरैलाई कन्फ्युजन हुनसक्छ कसलाई डेबिट गर्ने र कसलाई क्रेडिट। यसको एउटा गोल्डन रुल छ जसले हामी मोडर्न एप्रोच पनि भन्छौँ। बस हामीले यी 5वटा लेटरहरू जान्नु आवश्यक छ। AELIC, A एसेट्स, E एक्सपेन्सेस, L लायबिलिटिज, I इन्कम र C क्यापिटल। अहिलेलाई हामी यति जानौँ। एसेट्स र एक्सपेन्सेस बढ्दा डेबिट गर्ने, लायबिलिटिज इन्कम र क्यापिटल बढ्दा क्रेडिट गर्ने। अहिलेसम्म भनेका कुराहरू यो इमेजबाट पनि प्रष्ट हुन सकिन्छ। एकछिन ध्यान दिएर हेर्नुहोस्। डेबिट साइडतिर ए र ईलाई देखाइएको छ, A एसेट्स, E एक्सपेन्सेस। क्रेडिट साइडतिर LICलाई देखाइएको छ, L लायबिलिटिज, I इन्कम र C क्यापिटल। आजलाई यति नै। नेक्स्ट भिडियोमा हामी एक्सलसँगै प्र्याक्टिस गर्नेछौँ। धन्यवाद।